तपाईले त चुनाव जित्नुपर्छ, जित्नकै लागि आउनु भएको छ। अब त्यहाँका मतदातासँग तपाईले कसरी भोट माग्नुहुन्छ? टेलिभिजनबाटै माग्नुहोस्। हजुर नमस्कार, म वैज्ञानिक डाक्टर निरञ्जन कोइराला, घर पोखरा वडा नम्बर 9 चिप्लोढुङ्गा नजिक, प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर 2 स्वतन्त्र उम्मेदवारी मैले दिएको छु र मेरो कास्की क्षेत्र नम्बर 2 आदरणीय आमा बुवा, दिदी बहिनी, दाजुभाइ, छर छिमेक, इष्टमित्र तथा सम्पूर्ण नागरिक समाजलाई मैले के भन्न चाहन्छु भन्दाखेरि जुन अबको 5 वर्षको लागि हजुरहरूले सांसद अथवा उम्मेदवार चुन्न गइराख्नु भएको छ, मतदान गर्न गइराख्नु भएको छ। हजुरहरूले अबको 5 वर्षको लागि आफ्नो भविष्य कसैलाई सुम्पिँदै हुनुहुन्छ। म जस्तो व्यक्ति अथवा मभन्दा अझै विज्ञ व्यक्ति अथवा चाहिँ अरू कोही व्यक्तिलाई जो निर्वाचित हुनुहुन्छ उहाँलाई चाहिँ हजुरहरूले आफ्नो भविष्य सुम्पिँदै हुनुहुन्छ। लाखपटक सोच्नु होला, लाखपटक विचार गर्नु होला कि हजुरहरूले आफ्नो भविष्य कसलाई सुम्पिन चाहनुहुन्छ, किनभने एकचोटि चाहिँ मतदान गरिसके पछाडि फेरि फर्किएर हेर्ने कुनै गुन्जाइस रहँदैन। बगेको खोला पनि फर्किँदैन, दिएको मतदान पनि फर्किँदैन। त्यसकारणले गर्दाखेरि आफ्नो क्षेत्रको लागि, आफ्नो भविष्यको लागि, आफ्नो आगामी भावी पुस्ताको लागि एउटा कस्तो खालको व्यक्ति हजुरहरू छान्न चाहनुहुन्छ एकचोटि राम्रोसँग विचार गर्नु होला। र त्यसमाथि पनि जुन जेनजी आन्दोलनबाट चाहिँ एउटा म्यान्डेट प्राप्त भएको छ देश र जनताको लागि मात्रै नभएर सम्पूर्ण चाहिँ मतदाताहरूको लागि पनि चुनौती थपिएको छ। यो संक्रमणकालीन अवस्थामा बाट गुजिरहेको छ। जेनजीहरूको जुन सपना रहेको थियो कि देशले चाहिँ एउटा योग्य र दक्ष एउटा युवा जनशक्तिलाई चाहिँ संसदमा पुर्याउनु पर्दछ र देश अब वैज्ञानिक ढङ्गले अगाडि बढ्नु पर्दछ, समृद्धिको बाटोतर्फ लम्किनु पर्दछ भन्ने जुन एउटा जेनजीहरूको चाहिँ सपना रहेको थियो, त्यो सपना पुरा गर्नको लागि म हरदम तयार रहनेछु। हजुरकै छोरा, हजुरकै भाइ, हजुरकै इष्टमित्र, छरछिमेक म डाक्टर निरञ्जन कोइरालाको तर्फबाट म हार्दिक अपिल गर्न चाहन्छु। जय कास्की, जय राष्ट्र। मसी चुनाव चिन्हमा अत्याधिक मतदान गरी मलाई विजयी गराउन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।